सो अलराइट गाइज अब यो क्लिप चाहिँ मैले चाहिँ नि बेलुकाखेरि सुट गरेँ आफ्टर द डे। अनि यो क्लिप चाहिँ म फर्स्टमा हाल्नेछु जुन चाहिँ तपाईँहरूले यो भ्लगको स्टार्टिङमै देख्नुहुनेछ। अब भ्लगको स्टार्ट गर्नु पनि आएन, भ्लग एन्ड गर्नु पनि आउँदैन, बिकज एकदम न्यू टु दिस भ्लगिङ गर्नेमा एकदम न्यू छु। सो त्यसले गर्दाखेरि चाहिँ झ्याउ लाग्छ भ्लग बनाउनु, त्यही पनि अल्छी नमानी हेरिदिनु होला अन्तिमसम्म भिडियो है। यो चाहिँ हाम्रो मर्निङको बरिस्ताजहरू के छ केटाहरू हालखबर के बनाएको? यो लुङ्गो ट्राई गर्दैछ, लुङ्गोको ट्राई गर्दैछ। अनि यहाँ क्यालिब्रेट गर्दैछ डच के बनाउँछ यस्तो चल्दैछ यहाँ चाहिँ, ठिकै चल्दैछ। हेलो गाइज, वेलकम टु माई लाइफ। तिमी कति वर्ष बाहिर बसेर आयो? 2 वर्ष बसेर आएर फेरि सिक्नु परेको छैन? यस्तै छ, सिक्नुपर्छ, साह्रो छ। ल ल अब घाम लाग्ने दिनहरू सुरु छ। हाम्रो ब्याकयार्ड यसरी ग्रुम भइरहेछ है। हाम्रो यो चाहिँ कफी स्पेसको ब्याकयार्ड। ओके, चाहिँ हाम्रो कफी स्पेस बनिँदैछ। अनि यहाँ चाहिँ हाम्रो काकाहरूले यहाँ यस्तोहरूको पेन्टिङ गर्दै हुनुहुन्छ। यो भित्ताको वाल आर्ट चाहिँ हाम्रो बहिनीले गरेको यस्तो खालको वाल आर्टहरू हाम्रो भन्छ अलिकति क्याफेमा पनि टु कन्ट्याक्ट। यहाँ पनि प्रिन्ट आएको छ। स्पेस चाहिँ कस्तो हुँदैछ त्यहाँनिर, यहाँ चाहिँ हिँड्दै आउँदैछ। यहाँ चाहिँ बहिनी छ विशालको, ए सरी मफ गर्दा रहेछ, ओढेर जानु अब। अनि तिम्रो त आजभोलि त के हो त्यो स्टोरिजहरू? अनि त्यो मार्यो म त, त्यसको मतलब के हो भन त? भाइ के छ हालखबर? कहाँ गएर आएको? होइन होला, कसरी पत्याउनु नि, गाह्रो छ। यहाँको माहौल चाहिँ यस्तो छ, लुकेको अरे कोही नि छैन रहेछ यहाँ। चाहिँ फर्स्ट एड के भयो तिमीलाई? फर्स्ट एड हो? राय भाइ कतिखेर आएको? किन आएको? फेरि ब्याक टु द ब्लग। के सेक्युरिटी हो हालखबर? कस्तो दुखी आत्मा होइन भाइले यहाँ के बनाउँदैछ हेरौँ। यहाँ सर्भिस गर है छिटो। यहाँ चाहिँ हाम्रो बेभरेज रेडी भइसक्यो भाइको। एउटा चाहिँ ल्याटे रहेछ, नाइस। एउटा चाहिँ के हो यो चाहिँ? ह्यान्डलमा पकड्छ है? कहाँ पकड्छ? ह्यान्डलमा पकड्छ। ह्यान्डल कहाँ छ त्यसको? गुड गल्ला। यस, यो चाहिँ ह्यान्डलमा पक्ने, ह्यान्डल छ, ह्यान्डलमा पक्ने। ओके, त्यही हेर्नु। त्यो चाहिँ ससर प्लेट छ, त्यस्तै ससर प्लेट छ, ससर प्लेटमा ल। यहाँ चाहिँ पैसाले खै के बनाउँदैछ यत्रो कालो बट्टाबाट? के हालेको त्यो? के गरेको छोरी? के गरेको? कतिखेर खाने भनेर हेरेको? खाना राखेको न आयो। सपना भाइले चाहिँ यस्तो बनाउँदैछ। के गरेको भाइ तिमीले? मेसेन्जर बनाएको? यो के बनाएको तिमीले आज? आइस मोक्का। मोचा? मोक्का। ए के गरेको बहिनी तिमीले चाहिँ त्यहाँनिर? सेतै भनेको अरे। के भाइ? तपाईँले यहाँ मैले खोज्दैछु के भाइ? यशोदाले सर्भिस गर्दैछ त्यहाँनिर। यशोदा के बनाएको तँ? सपना के छ? उनीहरूले रक पेपर सिजर खेल्छ, कसले जित्छ उसले बनाउँछ लाते। ओके स्टार्ट। दुईजना गर पहिला। उतै छ होला बार। कसले जित्यो? मैले। ल बनाऊ ल। अपेक्षाले चाहिँ यहाँनिर जितिसकेको छ सिजर पेपर फैकिएर। ढुङ्गामा जितेर अब उसले बनाउनु लाग्छ ल्याट। श्री भाइ
हजुर भन न हजुर जिमसिम जानु थालेछ ए ल्याङ्ग हान्नु के को लागि यस्तो यो अँ, अब आफै लाग्यो होइन होइन यार प्रायःले त अर्काको लागि गर्छ नि ए त त्यस्तो छैन कसको लागि कसैले भनेको छ कि छैन भनेको ए हो र त्यो अनुहारले त त्यस्तो भन्दैन नि त अनुहारले अनुहारले अर्कै भन्दैछ त किन लजाएको यहाँ बनाउँदैछ मोडल्सहरू छ MODEL मोडल यहाँ रूपा द मोडल दि मोडल अब अलिकति अब इन्फ्लुएन्सरहरू यहाँनिर यहाँ चाहिँ क्यामेरा म्यान पर्सन वुमेन कहाँ बोलाउनु कन्ट्याक्ट गर्नु मेरो नम्बरमा ए ल दामी भिडियो बनायो मोडल्सहरूले चाहिँ पत्ला यहाँनिर सुट हान्दैछ यहाँ यो ठाउँ चाहिँ तिम्रो फेभरेट स्पट हो रूपा हो र ल ठिक छ ल अब गाइजहरूले चिन्नु भयो होला यहाँ हाम्रो मिस रूपालाई उसको अर्को पनि छ एउटा त अब पेन्ट प्रेस गर्ल भनेर चिन्छौँ नि हामी अर्को पनि उसको ओरिजिनल आइडी पनि छ त्यसमा पनि फलोअप गर्नु होला कतै हामीले रिल्सतिर देखेको होला यो मान्छेलाई यति साह्रो सुन्दर भएर जन्मिन पाइँदैन है ल चस्मा त मरत छ त हौ यो हो नि त हो भाइ यस्तो हुन्छ क्या मोडल भनेको चाहिँ क्यामेराम्यान चाहिँ यस्तो हुन्छ हो ल के गर्दै हुनुहुन्छ चिया पिउँ चिया पिउँ हो ल म चिया भनिदिन्छु हिजोको मिठो देखेको थिएन त्यहाँकोबाट त्यहाँबाट मगाउनु कि कहाँबाट मगाइदिनु त्यहाँको मिठो लाग्यो त्यहाँको मगाइदिनु ल म भनिदिन्छु नि त ल ओके ल दुईजना हुनुहुन्छ होइन ओके आउँछ ल चिया चिया आउँछ ल ल यहाँ हाम्रो बहिनीहरू छ अन्जिता के गर्दैछस् तेरो अनुहार देखा हो अझै हाम्रो अर्को बहिनी छ अन्त पेन्टर्सहरू के भन्छ पेन्टर भन्छ कि के भन्छ तिमीहरूलाई यस्तो गर्नेहरूलाई स्केचर पेन्टर आर्टिस्ट के भन्छ एउटा पर्टिकुलर नेम होला नि के भन्छ भन त प्रोफेसनलाई आर्टिस्ट ल ठिक छ कहाँ कहाँ त्यहाँ थाकेर बसिरहनु भएको छ थाक्नुभयो थाक्नुभयो ए त्यहाँनिर दुध ल्याउनु गएको छ अरे कि एकछिन टाइम लाग्छ ल यहाँ चाहिँ सेरी भाइ आउँदैछ यसरी अन्त डायमन्ड भाइ के छ आज चाहिँ भ्लग आउँछ है यो भाइ चाहिँ जिमसिम त्यहाँनिर छु है कस्तो खालको फेभरेट चाहिएको अरे मलाई केही थाहा छैन मलाई केही नसोध नि कहाँको डायमन्ड भाइ तिम्रो अनुहार भएन नि यार के गर्नुभएको हो तपाईँ बनाना सेलिङ हो अनि अलिक जिमसिम जाने बेला भएछ है अब चाहिँ बसेको ठाउँदेखि उठ्नै गाह्रो बहिनीहरूले चाहिँ आर्ट बनाउँदैछ जुत्तामा हो राम्रो आर्ट बनाएको छ ठिक छ भाइ कहाँ पुगेर अनि तिमी अब नेसनल प्लेयर भइसक्यो होइन तिमीलाई के भन्नु छैन भ्लगमा के भन्नु त हाम्रो दादा सब्सक्राइब हानिदिनु होला होइन तिम्रो बारेमा भन्नु न जहिले मेरो बारेमा भन्नु पर्दैन त यार मैले अनि अर्को कुरा भाइ हजुर यति साह्रो राम्रो गेम खेल्छौ होइन त्यो त छँदैछ यति ह्यान्डसम हुनुको राज चाहिँ के हो छैन नि दाइ घाममा कुदेर हो क्या यति ह्यान्डसम होइन त्यस्तो होइन गरी दाइ घाममा कुद्नुपर्छ अनि म जस्तो छ त अनुहार त यार कति मिठो हो ल हेरौँ हेरौँ ल जस्तो लाग्ने क्या ओके ल कहाँ यता माथि ए माथि कफिसमा ल ल अनु बहिनी र हाम्रो यता ट्रेनरले सिकाउँदैछ यहाँनिर अनु हाउ आर यु राम्रो बनाउँदैछ
हजुर आज फर्स्ट चाहिँ हो नि यो सिक्दै गरेको के ल प्र्याक्टिकल त्यहाँनिर लातेको लागि क्राफ्टिङ सिक्दैछ यसको पर्सनल ट्रेनर छ यहाँनिर है यतिको चाहिँ गर्नुपर्छ नि त ल राम्रोसँगले गर्नु है अलराइट गाइज हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो होला कुनै कमेन्टमा बताइदिनु होला है सो त्यही छ अब एभ्रिथिङ वाज ओके अब हजुरलाई कस्तो भिडियो लाग्यो होला डु सब्सक्राइब माई च्यानल हजुरलाई यस्तै भिडियोजहरू कन्टेन्ट्सहरू रिगार्डिङ कफी ब्रिस्ता त्यस्तोहरूको कन्टेन्ट्सहरू हेर्नु चाहनुहुन्छ भने डु सब्सक्राइब माई च्यानल डु अल्सो लाइक माई च्यानल अनि त्यो के हो घन्टी सन्टी भन्नेहरू पनि हुँदो रहेछ त्यो पनि यसो तिर्नु होला होइन अनि till then see you, bye bye, see you in the next video. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow till I find